घान्द्रुक गाउँ नाम त सबैजनाले सुन्नुभएकै छ नि है। नेपालकै सबभन्दा ब्युटिफुल भिलेज भनेर पनि चिनिन्छ होला सायद। अनि मलाई चाहिँ यस्तो जान मन थियो कि घुम्नलाई। त्यति बेलै मौका मिल्यो कि हाम्रो एउटा समूह छ, समूहबाट घान्द्रुक घुमाउन लिएर जाने भन्ने रहेछ। अनि हामी पनि गयौँ। पोखराबाट 2-3 बजीतिर निस्क्यौँ अनि हामी 7-8 बजीतिर पुगेका थियौँ वहाँ। रात परिसकेकाले हामी त्यो दिन चाहिँ खासै हेर्न पाएनौँ। पुगेपछि नाचगान गरेर रमाइलो गरेर अलिक चिसो पनि थियो। अनि खाना खाएर सुत्यौँ हामी चाहिँ। अनि भोलिपल्ट मात्रै बिहानको ब्रेकफास्ट गरेर अनि हामी घुम्न हिँड्यौँ घान्द्रुक गाउँ। अनि त्यहाँ चाहिँ एकदम बिहानै यति राम्रो भ्यू कि यति राम्रो वाउ भन्ने जस्तो के। अनि गाउँ घुम्यौँ हामी। अनि त्यहाँ एउटा छ नि गुरुङ कटेज घान्द्रुक, सबैजनाले एकदम मन पराउने भाइरल कस्तो राम्रो उस भएको क्या। त्यहाँ गयौँ अनि त्यसपछि हामीले त्यहाँको ड्रेस लायौँ, फोटो खिच्यौँ, भिडियो बनायौँ। हामी चाहिँ धेरैजना गएको थियौँ ग्रुपमा। अनि धेरै टाइम कुर्न पर्यो। त्यहाँमाथि शुक्रबार शनिबार थियो। शनिबार भएको कारणले मान्छे धेरै भएर पालो कुर्नलाई धेरै बेर लाग्यो क्या। भिडियो बनायौँ, फोटो खिच्यौँ, रमाइलो गऱ्यौँ ग्रुपमा। एकदम कस्तो राम्रो वाउ भन्ने जस्तो क्या। त्यसै होइन रहेछ ब्युटिफुल भिलेज भनेको चाहिँ एकदम राम्रो क्या, एकदम राम्रो। अनि 10-11 बजीतिर हामी होटल फर्क्यौँ। अनि खानासाना खाएर त्यहाँबाट हामी पोखरा निस्क्यौँ। बाटोमा चाहिँ गीत गाउँदै रमाइलो गर्दै बसमा कति रमाइलो भएको थियो। तपाईँहरू पनि एकचोटि जानु होला, एकदम राम्रो ठाउँ छ। यो अगाडि हुने चाहिँ मेरो मम्मी, अनि मम्मी ठुलो मम्मी पनि जानुभएको थियो।